सबैजनालाई। आज चाहिँ मेरो भ्लगको 3rd दिन। सो आज चाहिँ हाम्रो चाहिँ चिया टिप्ने दिन 2 दिन थियो, चिया पनि टिपिसक्यो। सो आज चाहिँ हाम्रो घरहरू सफा गर्ने अनि अब घाँसहरू काट्ने त्यसो छ। आमा र म चाहिँ अहिले घाँस काट्न आउँदैछु। आमालाई चाहिँ मैले चाहिँ किम्बुको घाँस झारिदिनु जाँदैछु। सो गाइज मेरो भिडियो कन्टिन्यू हेरिदिनु होला। गाइज अब चाहिँ मैले चाहिँ त्यो किम्बु झारिदिनु पर्ने हुन्छ गाईलाई। आमा चाहिँ फेरि रुखमा चढ्नु सक्नुहुन्न नि त। सो मैले चाहिँ झारिदिनु पर्ने हुन्छ आमालाई त्यो किम्बु घाँस झार्नु गर्छ। त्यो मतलब अगाडिको चाहिँ हाम्रो चियाबारी कन्टिन्यू त्यो ठाउँमा काकीहरूको घर तल ठाउँमा चाहिँ चियाबारी हाम्रो लास्टै झारिदिएछौँ। यो कुसाकारीहरू हाम्रो यो किम्बु चाहिँ झार्नुपर्ने हुन्छ तर यो किम्बुलाई त रोग लाग्दैछ झन् यसो भइसक्यो किम्बुको यता। यो गाइस अब यो किम्बुको यो सबै किम्बुको घाँस झार्छु अनि फेरि म तपाईँलाई देखाउँछु किम्बुको रुखमा चढेको घाँस काटेको रुखमा त होइन, यता उभिएर काट्नु पनि सकिने रहेछ। काटेको देखाउँछु अनि भाइ हालेको देखाउँछु। आमा पनि हुनुहुन्छ पर, आमा चाहिँ सिक्कल लिएर आउँदै हुनुहुन्छ। मैले चाहिँ सिक्कल पुगिनँ, आमाले नि एउटा सिक्कले हुन्छ भनेपछि मैले त्यतिकै यहाँ आएँ। आमालाई पर्खिन्छु है। अनि यो घाँस हाल्छु, घाँस हालिसकेपछि गएर हाल्नुपर्ने हुन्छ। यताबाट बादल कस्तो राम्रो थिएको। यता पनि के पनि चियाबारी छ है, हामी जहिले त्यहाँनिर गएर चिया हाल्दै टिप्छौँ। सो गाई जब चाहिँ घाँस काट्नु पर्ने हुन्छ, ठुलो नानाले चाहिँ घाँस काट्नु सक्नुहुन्छ, यहाँ रुखमै चढ्नु सक्नुहुन्छ ज्यादा ठुलो होइन। त्यो सबै काट्यो
सो गाइज हामीले चाहिँ अब घाँस काटिसक्यौँ घाँस काटिसक्यौँ भन्दा एक छाकको लागि चाहिँ घाँस काट्यौँ है यहाँ घाँस आमाले टिप्दै हुनुहुन्छ अब चाहिँ घाँस बोकेर जानुपर्ने हुन्छ गोठमा अहिलेको छाकको लागि चाहिँ अनि त्यसको चाहिँ आमाले भिगास नै काट्नुहुन्छ र यो चाहिँ फेरि हाम्रो चाहिँ यस्तो घाँसहरू चाहिँ पानीहरू पर्दाखेरि अनि पानीहरू पर्दा अनि यसो अब केही काजुसाजु पर्दा मात्रै यस्तो घाँसहरू काटेर हाल्छ नि त अरू बेला चाहिँ घामहरू लाग्यो भने चाहिँ हाम्रोतिर चाहिँ पानी परेर थुप्रै भुइँघाँसहरू हुन्छ क्या अनि त्यही भुइँघाँसहरू काट्दै हाल्छ सो गाइज अब यो घाँस बोकेर लानुपर्ने हुन्छ गोठमा आमा चाहिँ उहाँ यति मात्रै यति एक अङ्गाले पुग्छ त त्यसले छोड्यो जस्तो लाग्यो त सो गाइज आमाले चाहिँ त्यो गर्दै हुनुहुन्छ सो गाइज अब चाहिँ गोठमा घाँस पनि लिपुराइसक्यो अनि लिपुराइसकेपछि चाहिँ फेरि अब बोक्दाखेरि चाहिँ घाँस बोक्दाखेरि चाहिँ भिडियो बनाउनु अप्ठ्यारो भयो नि त सो अहिले चाहिँ घाँस लिइसकेर चाहिँ हाम्रो करिनाहरूले खाँदैछ आमाले घाँस हाल्दै हुनुहुन्छ हाम्रो यहाँ सानो पुन्टुरे पनि जन्मेको छ क्या अस्ति ऊ कस्तो पत्रो गर्छ आम्मा हनुमान जत्तिकै बलियो छ हाम्रो पुन्टुरे चाहिँ ऊ खाँदैछ अनि उसको मम्मी चाहिँ यसको चाहिँ मम्मी मऱ्यो क्या अस्ति यसको चाहिँ यो मऱ्यो अनि यसको यो मात्रै छ हाम्रो चाहिँ होइन बच्चा मात्रै छ उसको आमा चाहिँ मरेर अनि ऊ त्यो उसको हजुरआमाको दुध खान्छ हजुरआमाको दुध खान्छ यो के अरे नाति त पर्छ त नि नातिले दुध खान्छ ऊ त्यो नाति एउटैले दुईवटा ल्याएर छ ऊ त्यसलाई पनि हेर्छ अर्कोलाई पनि उयो गर्छ क्या हाम्रो चाहिँ सो अब घाँस पनि अहिले बिहानको लागि चाहिँ काटिसक्यो भन्दा पनि औँठी पनि हालेको होला अनि अहिले फेरि नपुगेर आमाले फेरि काट्नु भएर अनि लिएर हाल्नुभयो हाम्रो चाहिँ गाई यहाँ तिनवटा अनि तल्लो यहाँ भाउजूको एउटा अनि तल्लो बारीमा अस्तिको करिना एउटा टोटल पाँचवटा छ सो अब चाहिँ हामी फुल रोप्ने भन्दा दिउँसो यहाँनिर घरको दिउँसमा चाहिँ खोडे भएको चाहिँ माटोहरू भर्नुपर्ने हुन्छ माटोहरू भर्ने अनि माटोहरू भरेर अनि त्यहाँबाट गरेर बनाउने हुन्छ गाइस फुल राख्ने त्यो उयो पनि ठाउँ पनि फुल राख्ने भन्दा पनि त्यो पेटी भत्किएको थियो अनि त्यो चाहिँ फुल राख्ने पनि बनाउँछु अनि यो पनि गर्छु भनेर चाहिँ मैले त्यो बनाएँ अब फुलहरू चाहिँ त्यो पटहरू खुल्ला छ नि त अनि त्यसमा चाहिँ अब फुलहरू रोप्नुको लागि चाहिँ मैले यहाँनिर मल भर्न आएको छु है अब 4, 5, 7, 8 पट कति हुन्छ अफ्रन्ता चाहिँ हिजै मैले फुलहरूको लागि चाहिँ रेडी गरिसकेँ सो अब यो पटमा मल भर्नुपर्ने हुन्छ अब यो पहिला भरेको मलमा चाहिँ त्यो पुरै जरा भएछ त त्यसलाई फेरि खनाएर अब यहाँनिर नयाँ मल भरेर अनि त्यो फुलहरू अब प्लान्टहरू रोप्नुपर्ने हुन्छ अनि नयाँ पुरानो मल मिसाएर अनि गर्छु है गाइज अब यो सबै रेडी गरेर म तपाईँहरूलाई देखाउँछु अब यो मललाई चाहिँ यसरी फिट्नुपर्ने हुन्छ नयाँ पुरानो गरेर अनि नयाँ पुरानो गरेर यसरी फिटिसकेपछि चाहिँ पुरानो माटो पनि युज भयो अलिकति अनि नयाँ माटो अब यो नयाँ माटो होइन यो नयाँ मल हाल्यो भने चाहिँ फुलमा पनि अब एकदम राम्रो हुन्छ नि त सो अब त्यो चाहिँ पुरानै पटहरू हो क्या पुरानो पटहरूमा चाहिँ अब कति पटहरूमा चाहिँ फुल मरेर अनि त्यो त्यतिकै अब यसको कामहरू सकिसकेर चाहिँ रहेको पटहरू हो अनि त्यहाँबाट मैले यो बनाइसकेको छु त्यसलाई चाहिँ यसरी भर्नुपर्ने हुन्छ होइन यसरी भर्ने गाइज मजाले यसरी गरेर भर्ने सो यसमा त अलरेडी भरिसकेको छु मैले यसलाई यसरी भर्ने गाइज यसो गरेर भएपछि चाहिँ यहाँ 2 पल्ट अझै बाँकी छ भन्नुपर्ने यसरी मिक्स गर्ने बिहान चाहिँ अब बिहानको काम भनेको गाई चाहिँ घाँस काट्ने थियो अब दिउँसोको भनेको प्लानिङ अब यही फुलहरू रोप्ने अनि त्यो पेटी भत्किएको थियो त्यो पेटी चाहिँ बनाउनु पर्ने थियो बनाइसक्यो अब त्यो उब्रेको अब यसो पटहरूमा चाहिँ यसरी मल भरेर अनि फुलहरू रोप्ने थियो अब गर्नु त अघि मन थियो गाई तर अब अहिले चाहिँ
पानी परेर मैले चाहिँ त्यो कम्प्लिट गर्न सकिनँ, भिडियो पनि बनाउन सकिनँ। यसलाई फेरि अब यसो विस्तार गर्नुपर्ने हुन्छ। अहिले पनि पानी परिरहेको छ, हुस्से लागिरहेको छ। हाम्रोतिर चाहिँ मौसमको भर हुँदैन, अहिलेसम्म चाहिँ घाम लागेर पानी परेर फेरि पानी परेर त्यस्तो भइरहेछ। घरि घाम लाग्ने घरि पानी पर्ने भइरहेछ। अब बिस्तारो बिस्तारो गर्नुपर्ने हुन्छ। अहिले पानी आयो, फेरि पानी आउँदै थियो र यो अब हुस्से लाग्यो। यस्तै हुन्छ हाम्रोमा चाहिँ, मौसमको भरै हुँदैन। जति बेला जेन हुनसक्छ। म चाहिँ गोठमा फेरि हाम्रो चाहिँ अर्ग्यानिक मल यतै फुल पनि यसले रोप्ने, बारीमा खेतीपाती पनि यही लगाउने, जेमा पनि हाम्रो चाहिँ मल हुन्छ। अरू अर्ग्यानिक जहाँ पनि चिया पनि अर्ग्यानिक, अनि अरू हामी जे खेतीहरू पनि अर्ग्यानिक हुन्छ। त्योभन्दा अरू बिसारीहरू मिसायो भने चाहिँ हाम्रो मिसाउनु चाहिँ पाउँदैन। हामी चाहिँ यहाँनिर मिसायो भने चाहिँ अब गाह्रो हुन्छ, किनभने हाम्रो चाहिँ अब यहाँनिर चियाहरू अर्ग्यानिक भएकोले माटोहरू पनि टेस्ट हुन्छ, सो गाह्रो हुन्छ। त्यो फुल पनि यस्तै अर्ग्यानिक मलमा लगाउने रोप्ने। अहिले तपाईँहरूलाई मैले हिजो बनाएको योहरू देखाउँछु। अनि अघि अहिले भर्खर बनाएको पनि म तपाईँहरूलाई त्यो पेटी जस्तै त्यो फुल राख्नु पनि हुन्छ। अनि त्यो पेटी त्यो जल्ला जस्तो भएको थियो, सो मैले त्योहरू सबै बाँस लगाएर बनाएँ होइन। त्यस्तो आफूले जति सक्छ त्यति चाहिँ गरेँ। अब यो 4वटा पट भरेँ। अब त्यहाँ लगेर यो पटलाई चाहिँ राख्छु। अनि अब त्यहाँनिर हिजो आदि प्लान्टहरू काटेर थिएछ, त्यो प्लान्टहरूलाई चाहिँ म यसमा गाडिरहेको छु। किनभने प्लान्टहरू चाहिँ अब जति उयो गर्दा पनि के अरे जति यसमा लायो कि नै राम्रो हुन्छ नि त। अब सजाउनु भयो, अब प्लान्टहरू रोप्नु चाहिँ अब एकदम राम्रो लाग्छ मलाई पनि। अनि घरमा पनि राम्रो हुन्छ। अब घर त्यस्तो राम्रो त छैन, र पनि अब यसो फुलहरू रोप्नु चाहिँ मन लाग्छ। तर सबै अब त्यस्तो फुल बेच्ने गर्ने चाहिँ मलाई उयो गर्दैन, र पनि अलिअलि रहर लाग्छ। जति आउँछ म त्यति चाहिँ गर्छु। सो गाइज अब चाहिँ मैले यो मल चाहिँ अब यसरी अलिअलि गरेर भरिसकेँ। उहाँ पनि लानुपर्ने हुन्छ थपमा लागि, किनभने जराहरू यसो कोटाउँदाखेरि त्यो गर्नुको लागि चाहिँ मैले 4वटा पटमा भरिसकेँ। उफ्रन्त चाहिँ हिजो चाहिँ दिनभरि लाएर उयो गरेँ। त्यही भएर अब यति 4वटा पट बोकेर मेरो फुच्चेसँग अब 4वटा पट बोकेर जान्छु। अनि वहाँनिर तपाईँहरूलाई म गरेर देखाउँछु है त। सो गाइज अब बोकेर जानुपर्ने हुन्छ। अङ्कित एउटा बोकेर जानुपर्ने हुन्छ वहाँनिर पट लिएर। यस्तो गरेर वहाँनिर हाम्रो एकदम करिनाहरू अघिसम्म चाहिँ घाम लागिरहेको थियो। गाइज अहिले चाहिँ यस्तो पानी परेर यस्तो हुस्से लागेर मौसमको भरै हुँदैन, माथिसम्म हुस्से लागेर यस्तो भएको छ गाइज। त्यही भएर अघिसम्म टन्टलापुर घाम, फेरि पानी, अहिले फेरि हुस्से त्यस्तो भएको छ। सो अब चाहिँ यो गर्नुपर्ने हुन्छ। यो लगेर यहीँकोबाट चाहिँ मैले यो टमाटरको बोटहरू केहरू थियो यहीँको उकाएर अनि यो खाली पट निकालेको क्या, यस्तो छ। अनि यो चाहिँ मैले हिजो दिनभरिको काम यस्तोहरू लगाएर बनाएको यो सबै यस्तो। यो अर्किडहरू पनि यो गुडलक प्लान्टहरू पनि मैले यसरी गरेको। सो अब मैले चाहिँ यहाँनिर यस्तरी बनाएको छु क्या। यो यसमा यस्तरी यो किन पेटी पनि पुरै भत्किसकेको थियो। सो मैले चाहिँ यसरी अब यो राख्यो भने त यसरी बनायो भने त यो पहिरो तान्नुबाट पनि रोक्यो। सो अब यसरी यो पटमा पटहरू भरेर त्यतिकै राख्दा पनि यता फुलहरू रोप्दा पनि राम्रै देखिन्छ नि त। सो मैले चाहिँ यो गरेँ त। यो चाहिँ मैले यहाँ उब्रेको प्लान्टहरू यो गरेर भाँचेको कुचेको प्लान्टहरू चाहिँ मैले एक लाइनमा रोपेको छु यसरी गरेर। यहाँ हेर्नु है कहिलेको ठेकी हो यो, एकपट्टि बम लागेको भएर यस्तो यो बनाएछ काठको। यो मुमाहरूको पालाको यो आप्पाहरूको। अब यसमा के राख्यो पहिला? यसमा के राख्थ्यो? नुनहरू राख्ने अरे हो यो ठेकी। घिउहरू पो राख्छ त होइन ठेकीमा त? मै पार्ने ठेकी अरे क्या यो चाहिँ। तर यो छैन अब त कसले यो उयो गर्छ अरे, यसलाई सेभ गर्छ र त्यही भएर यस्तो लडिरहेको छ। गाइज अब हेर्नु न मौसम पनि यस्तो छ, हुस्से लागेर केही छैन। माथि त झन् देख्दैन, घाम लाग्दा पनि त्यस्तै राम्रो देखिन्छ। सो गाइज अब फेरि पट खोजेर भनौँ चाहिँ खनाएर अनि नयाँ फुलहरू रोप्नुपर्ने हुन्छ। अब चाहिँ पट कहाँबाट निकाल्ने हो? अब त यो यस्तो यो रुख टमाटर अनि यो यस्तो त हावा हुँदो रहेछ। म कति यसले स्पेस पनि खाँदो रहेछ। यस्तो रुख टमाटरको यस्तो बिउ पटमा छर्ने, अनि पटमा छरिसकेपछि चाहिँ बारीमा रोप्ने। फेरि यो धेर हुँदैन, 1-2 वर्ष चाहिँ राम्रो फल्छ, त्यहाँदेखि चाहिँ यसको जरामा आफै किरा लाग्छ क्या। सो अब के गर्नु पर्यो भने पट खोजेर खनाएर अनि अर्को रोप्नुपर्ने अवस्था आउँछ है। यो पट चाहिँ कस्तो छ? पटहरू त छँदै छैन, हिजो खाली भएको सबै यो गरिहाल्यो। त्यो पनि अब यसो खोजेर गर्नुपर्छ। गाइज हाम्रोतिर चाहिँ यस्तो घरको आँगनमा डल्ले खोर्सानी हुन्छ। डल्ले खोर्सानी त भर्खर फल्दैछ।
गाइस अब यो पत्थर पनि यहाँ भरेर लिइसक्यो अब रोप्नुपर्ने थियो भने पनि अलिकति यो रोप्नुपर्ने हुन्छ सो अब यसमा चाहिँ भिटमारी रोप्नु मन थियो मलाई ठुलो झ्याङ बनाउने हुन्छ किनभने यो चाहिँ यसो यसो मल निकाल्नै पर्ने हुन्छ क्या यता भरेर मात्रै रोप्नु नि त यसरी फेद्छन् नगाडौँ मलाई फुल रोप्नु त आउँदैन र पनि अब यसो रहर लाग्छ र चाहिँ रोपेको गाई यसरी रोप्नुपर्ने हुन्छ गाडेर कस्तो हुँदो रहेछ अब नेक्स्ट टाइम फेरि आउँदाखेरि चाहिँ कस्तो हुँदो रहेछ यो हेर्नु पऱ्यो यसरी अनि जङ्गल जस्तो हुन्छ त्यही फुललाई चाहिँ फाटेर अरू अरू पटमा सारिदिएको नि त सारिदिनु लागेको मलाई सबै यसरी रोपिराख्नु पऱ्यो मलाई फेरि फुलको सिजन चाहिँ अझै धेरै थाम्नु अलिअलि मात्रै थाम्छ खै आप्पा चाहिँ कहाँ जानु आमा हाम्रोमा पहिला आँटेको अब चाहिँ अब यो गाइस अब चाहिँ मैले यो फुलहरू ओसारेर चाहिँ किनभने पछाडि छ नि त अगाडि यहाँनिर खाली ठाउँमा राख्नुपर्ने हुन्छ अब म चाहिँ यसलाई यसरी खाली ठाउँमा चाहिँ यसरी राख्नु पऱ्यो भनेर छु सो अब राख्दैछु म सबै ओसार्छु अनि ओसारिसकेपछि चाहिँ म त फेरि एकचोटि राखिसकेपछि तपाईँहरूलाई देखाउँछु एक एक गर्दै त ओसार्नु पऱ्यो एउटा हातले त क्यामेरा पक्रिनु परेको सो यसलाई राख्नुपर्छ हाम्रो त्यो चाहिँ फेरि पाहाडतिर चाहिँ यस्तो हुस्से लाग्ने यो नै हुन्छ यो पछाडि भएको सबै फुलहरू चाहिँ म त्यहाँनिर ओसार राखिदिन्छु होइन फुलु नाना हजुर हजुर भन्नु न तपाईँको एक दुई शब्द जाओस् न भन्नु त के भन्नु रोप्ने त मैले भनेर नभने तँलाई मन परेको थियो आप्पालाई चाहिँ देखाउनु मन थियो कहाँ गयो हाम्रो आप्पा चाहिँ क्या सो आमाले त आमा त भक्कु लजाउनु भयो अब फेरि अरू बेला क्यामेरा अगाडि फेस गर्दैन भने चाहिँ फेरि आमा पनि खतरा नाच्छ पनि गीत पनि गाउँछ कि अहिले चाहिँ लजाउँछ नि बुढिया नि एलिजाबेथ हाम्रो आमाको नाम चाहिँ मैले राखिदिएको एलिजाबेथ यस्तोहरू छ भने चाहिँ धेरै धेरै गफ आउँछ सबैजनाले हाम्रो आमा भनिदिन्छ कि अरे आमा यस्तो खानु पायो भने धेरै गफ आउने हो यो खानु नपाउँदा गफ सकिहाल्छ आउँदै आउँदैन के गर्नु अलिक त्यो चाहिँ अलिक पेट्रोल हो नि त होइन जतै पेट्रोलले गर्दा पनि अलिक बोल्नु गाइस रमाइलो अब फेरि ओसार्दैछु म चाहिँ सबै ओसारिसकेपछि चाहिँ फेरि कम्प्लिटली राखेर देखाउँ भनेको फेरि आमाले हँसाइ निकालेर हाम्रो अब तपाईँलाई चाहिँ म हाम्रो आमाको नाम चाहिँ मैले एलिजाबेथ अनि आप्पाको नाम डेनी अनि दादाको नाम किमजोङ भाइको नाम के हो भाइको नाम त के हो बिर्सी गयो राखिदिएको थिएँ बिर्सिछु अब हेर्नु न घिउको मारी चाहिँ यस्तो हुन्छ क्या यस्तो गोपाल अब यति के साह्रो गर्नु छ यो त यस्तो ओसारेर यहाँ राख्नुपर्ने हुन्छ यसरी डेनी भनिदिनु न आमाले त एक शब्द भने आधा किम भनिदिनु एक दुई शब्द आँखा चाहिँ हो क्या डेनीको आँखा हाम्रोमा चाहिँ फेरि छेवाङ्लामा चाहिँ फेमस तपाईँहरूले मैले अस्तिदेखि भनेको टिकटको चाहिँ हाम्रो बाउको यस्तो उयो हेर्नुहुन्छ भने चाहिँ तपाईँहरू टिकट काट्नु पर्दैन है हाम्रो बाउको चाहिँ भन्नु न आपा हिजो त भन्छु भन्थ्यो त हिजो त यस्तो गर्दै मान्छेको छेउमा हिँडिरहनु भएको थियो त अब म हिँडी मेरो बाउ के साह्रो हिँड्छ म हेर्नु नि म हिँडी मेरो बाउ के साह्रो हिँड्छ आमा फेरि भनिदिनु न बाउले त यार बोल्नै मानेन अन्त खै अब बाउ त्यस्तै हो अलिअलि उसले पनि खानु नपाउँदाखेरि बोल्नु सक्दैन के के अरे आप्पा दुईले चाहिँ बोल्ने ऊ पर जारमा थियो आन्टीहरूकोमा भन न कि दुईले चाहिँ बोली आउने हो तिनले चाहिँ के हुन्छ तिन बोतलले चाहिँ आप्पा होइन ल तिन छेपाएर छिन् चार पोको पार त्यो कुहियाको रोटी चाहिँ कसले खान्छ अलिक राम्रो दिएको भए पो त्यस्तो रोटी कसले खान्छ आप्पा आफै खाने त्यो रोटी त म त खाँदिनँ ए सुँगुरले त खान्छ यो म आप्पा आएर भुलि गएँ कि यो ओसार्नु पनि हुन्छ आप्पाले फेरि रक्सी खाएको बेला उडाइदिन्छ होला ब्ल्याङ्गै नहेर्नु नि ए लु हेर्नु होइन मै नि तपाईँलाई चाहिँ म किन खिच्नु यता हेर्नु न ला फेरि पानी पऱ्यो यार यो त्यस्तै हुन्छ हाम्रो आप्पा चाहिँ अब खिम भएको छ क्या खिम भएको छ
अलिअलि डेनिबी हेनिबी अरे हेनिबी अरे Ano bir yani bir almost. के अरे अलमोस्ट अरे आपाले भएको चाहिँ अलमोस्ट के अरे यतै यतै बाहिरै बना क्या भित्र नलैजाऊ त्यो रुम फोर हुन्छ ला कत्रो पानी आयो उताबाट अब यति चाहिँ छिटो ओसारेर यो राखिहाल्नु पऱ्यो बिचमा चाहिँ कसले लिएर छ बाइकमा आउनु सक्नुहुन्छ र अनि Sarka hani kan çok soksun. अन्त उयो सोयो पनि त होला नि उयो पनि चाहियो होला ढोले खोले पनि त चाहियो होला क्या पाओ ढोले अनि दादा चाहिँ बाइकमा गाडीमा अनि उठेको त आएको अरे झाँक्री त नि बुढौली छैन बुढौली आउँदैन क्या ढोले अनि भनेको छैन होला कसैलाई थाहै छैन होला हिजो काम अनि हिजै आउनुपर्ने हो सबैजना हिजै राख्नुपर्ने हो आपा चाहिँ भरेको ढोले ढोले चाहिँ फेरि हेनिबी कि हनिबी कि के अरे अलमोस्ट हानेर सेलक्क भइसक्यो अब के भयो ढोले त भरे तपाईँलाई ढल्दै रहेछ झाँक्री आउने बेलासम्म अन्त अलमोस्ट बुढौली चाहियो नि अब कता बोलाउने के भयो अब त्यो अब हम बस्नु लाग्यो ढोले तपाईँ बस्नु ट्याङ 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 हान्नुको लागि रोमान्टिक फिलिङ्स हुन्छ नि त भरे त्यो भयो नि त फेरि भन्नु त फरक सोही ढोले के अरे के भन्छ अरे खै त्यो त उसको त कसको मान्छेको पनि सहयोग हुन्छ हाम्रो आप्पा पनि बिहान उठेको थियो भत्ता लागेको नि काम अलमोस्ट हान्नु गएछ कि अलमोस्ट हानेर आप्पा अलमोस्ट हानेर आएको अलमोस्ट र के अरे हेनिबी हानेको अरे ए हनिबी अरे के हो मस अरे के यो हेनिबी भनेको पक्रिनु त कस्तो देख्दैछ हेरौँ पक्रिन हेनिबी अनि पक्रिन अनि एकताल हेरौँ न खै यस्तो गरेर फोटो खिचिदिनु पनि हेनिबी र आप्पाको चाहिँ होइन त्यो गर्छ होला नि सबै सबै म्यानेज गर्छ होला हौ दादाले तपाईँले सामानहरू खोजिदिनु न पारीको फुपालाई भनेको छैन होला अनि कसरी आउँछ त थाहा छैन होला कहाँ थाहा हुन्छ त नि सो गाइज हाम्रो चाहिँ के भएको छ भने यहाँनिर चाहिँ हाम्रो मोमा चाहिँ बित्नु भएको छ नि त हाम्रो मोमा पल्लो घरको मोमा चाहिँ हाम्रो अङ्कलको आमा चाहिँ बित्नु भएको छ सो हाम्रो चाहिँ राईहरूको चाहिँ के हुन्छ भने अब काम हुन्छ काम अब मलामी सक्यो अब जङ्गलसँग लगिसकेपछि मलामी हरूलाई चाहिँ किर्ने अनि त्यसको 3-4 दिन बादमा 3 दिन बादमा चाहिँ के गर्ने भने अब कामसाम सकिदिने अब कपुरहरू बनाइदिने अनि चिन्ताहरू राख्ने हुन्छ सो हाम्रो चाहिँ कपुर बनाउनु पनि अब अङ्कल विदेश हुनुहुन्छ फेरि हाम्रो चाहिँ अङ्कल चाहिँ एउटै छोरा हो नि त अनि सो अब छोरा भइसकेपछि कपुर बनाउनु मिल्दैन भनेर चाहिँ कपुर सपुर पनि बनाएको छैन बनाउनु मिल्दैन अरे अनि सो कपुर पनि बनाएको छैन के गरेको छैन अब त्यतिकै गिटी बल्ला झारेर राखेको छ अनि काम चाहिँ हिजो राख्ने भनेको झाँक्रीको चाहिँ फेरि उताको बित्नु भएर फेरि हिजो काम परेर चाहिँ उता जानुभएको छ क्या के अरे कुन ठाउँ हो भनेको त्यहाँ जानुभएको रहेछ सो हिजो कामको दिन आउनु भएन आज चाहिँ चिन्ता छ चिन्तामा चाहिँ अब आपाले चाहिँ सामानहरू तयार गरिदिनुहुन्छ भनेर भनिरहनु भएको छ सो अब 3 दिनमा काम गर्छ चिन्ताहरू राख्छ अब बाटो लगाउने कामहरू गर्छ सो मोमाको चाहिँ आज कम्प्लिटली चिन्ताहरू बस्छ अब कपुर बनाउने काम चाहिँ अब जब अङ्कल विदेशबाट आउनुहुन्छ सबै त्यो कामहरू चाहिँ कम्प्लिट हुन्छ त्यही भएर अब राईहरूको चाहिँ अब त्यस्तै छ 3 दिनसम्म नुन तेल नछुने अब जङ्गल लगिसकेपछि चाहिँ नुन तेल नछुने नुन तेल तिलसिल के अब नछुने अब आफ्नो सन्तानले घरको मुर्गीहरूले त्यसरी बार्छ 3-4 दिनसम्म 3 दिनसम्म चाहिँ अनि 3 दिनपछि चाहिँ फेरि नुन तेल गरेर चाहिँ सबै अब खानुहुन्छ अब वर्षमा 1 वर्ष टिका सिका लाउनु अब त्यस्तोहरू चाहिँ हाम्रो चाहिँ के हुन्छ भने टिकाहरू लाउँदैन दसैँहरू 1 वर्ष त्यसको लागि चाहिँ बारिदिन्छ त्यो गाई छ त्यो अब मेरो चाहिँ ल्याक्सको कम्प्लिटली फुल चाहिँ राखिसकेन त्यो अब मोमाको कुराले चाहिँ मैले यो गरेँ अब कम्प्लिटली म फुल मजाले मिलाएर राख्छु सो तपाईँहरूलाई देखाउँछु है त यसरी नै सो गाइस यसरी नै राख्छु होइन हुनु त राम्रो घर त राम्रो छैन र पनि मलाई फुलहरू रोप्नु मन लाग्छ एकदम सो अब पानी पनि यसरी पर्नु थाल्यो नि त ट्याङ 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 आवाज आउनु थाल्यो सो मोमा चाहिँ म पल्लो घरको मोमा हो क्या हाम्रो आफ्नो मोमा हाम्रो आप्पा र मोमाको हाम्रो आप्पाको आप्पा र मोमाको बुढा चाहिँ मोमाको हस्बेन्ड चाहिँ दाजुभाइ अनि हाम्रो आप्पा चाहिँ मोमाको देवारको छोरा हो सो अहिले चाहिँ उहाँ पल्लो घरमा हिजो चाहिँ काम चाहिँ सकिसक्यो अब चिन्ताले गर्दा मात्रै तिनीहरू लगाएर राखेको हाम्रो चाहिँ फेरि आएको चाहिँ 3 दिन भइसकेपछि प्रायः सकिन्छ सो गाइस पानी पऱ्यो म हतार उता फुलहरू राख्नु पऱ्यो उतानिर फुलहरू राखिसकेपछि चाहिँ कम्प्लिटली म तपाईँहरूलाई फाइनली देखाउने छु गाइस मैले चाहिँ फाइनली यति चाहिँ राखिसकेँ है
यति यो प्लान्टहरू यो सबै यति अब अलिकति यसलाई यो उताबाट भत्किनु पनि सेफ भयो अनि फुलहरू राख्दा पनि राम्रो भयो। सो गाइस अब फाइनली चाहिँ मैले सकिसकेँ फुलहरू गरेर अब चाहिँ मैले यो फोहोर गरेको चाहिँ सबै बढाल्नु पर्ने हुन्छ। पर त्यो गुट्काको खोल त्यहाँ गुट्काको खोल त्योहरू सबै त्यसरी खाएर तास खेल्नेले पल्लो मरौमा आएको मान्छेहरूले तास खेलेर खाएर तासको खोलहरू त्यसरी राखेको छ। अब सफा गर्नुपर्ने हुन्छ। सो फाइनली कम्प्लिट भइसक्यो। अब म बढाल्छु। सो गाइस अब चाहिँ पानी फेरि रह्यो होइन, अघि फेरि पानी पर्दै फेरि हुस्से लाग्दै फेरि पानी पर्दै फेरि अहिले पनि पानी परेको थियो। अनि सो एकदम धेरै हुस्से लागेर पानी परेर अनि एकछिन चाहिँ काम रोकायो। सो अब चाहिँ मैले चाहिँ आँगन छोड्नुपर्ने हुन्छ। आँगनहरू छोडेर अनि फेरि यहाँ चाहिँ झाडु दिनु भएको रहेछ नि त। यहाँ आन्टीहरूकोमा चाहिँ हाम्रो अब गाउँघरमा त्यस्तै हुन्छ नि त। अब यतै यो घरको प्लामा नैचौँ पाइचौँ सबै कुराहरू चलाउँछ नि त। सो यहाँनिर यस्तो अब हिजै काम त सकिने हो, आजसम्म सकिनुपर्ने हो तर सकिएन किनभने अब झाँक्री नै आएन। अब झाँक्री आइसकेपछि सबै कामहरू सकिन्छ। गाई हाम्रो यस्तो बबाल फुलहरू फुलेछ। अर्किड चाहिँ ल आमा हिँड्नु त, म अनि आँगन बढाल्छु। सो अब आँगन बढालेर काम फाइनली सकेर खाजा खाएर हातखुट्टा धोएर अनि अहिले त रात पनि पर्न आँट्यो। अब दिउँसो कम्प्लिटली रेगुलरली काम गर्छु भनेको थिएँ। दिउँसो चाहिँ रेगुलरली काम गर्छु भनेको थिएँ। काम गर्नु पाइनँ किनभने पानी पर्दै फेरि एकछिन रेस्ट बस्दै त्यस्तो भएर चाहिँ कम्प्लिटली अहिले रात परिसक्दा पनि गइसकेको छैन। अब चाहिँ म आँगन छोड्छु। आँगन छोडिसकेपछि चाहिँ सधेर खाजा खाएर अनि कम्प्लिट गर्छु। सबै आँगन बढाल्नु पर्ने हुन्छ। अनि चाहिँ झाडु राखेर राख्नुपर्छ। सो गाइस अब चाहिँ आँगन बढाल्नु पर्ने हुन्छ। फेरि अब भन्छ देख्दैछ फाइनली यो भनिदिनु न। अब चाहिँ यस अब आँगन बढाल्नु पर्ने हुन्छ। पानी अलिक पर्दैछ र पनि यसो आँगनहरू सबै फोहोर छ नि त। सो बढाल्नु पर्ने हुन्छ। अनि अझ भन्नु न अब अलमोस्टको बारेमा भन्नु थियो आज ठडाएर नि हिँड्ने ठडाएको। अब आपाले मानेन, अब हिँड्ने अलमोस्ट खानु मानेन। त्यो हिँड्छौँ भएर कहाँ खान्छौ अरू। फेरि हाम्रो आपाको त फेरि गर्लफ्रेन्ड छ माथि कहाँ अरे आएको भुट्टी मान्छ क्या। भुट्टीमा ड्युटी छ, सेतोमा ड्युटी छ अरे क्या। सो अब चाहिँ म आँगन कन्टिन्यू गरेर बढाल्छु। अनि अब आँगन कन्टिन्यू गरेर बढाल्छु। अनि म यो सकिसकेपछि अब पानी चाहिँ परेको रहेछ। अब यतिको आँगन खोल्ने कुरा पनि भने छिटो लाग्यो हुन्छ बर्खाको टाइममा। सो अब म बढालिहाल्छु त गाइस, हेर्नु होला, कन्टिन्यू गर्नु होला। है अपा है अब यहाँ राख्नु पऱ्यो मेरो क्यामेरा चाहिँ हामीलाई भएको थियो। अब यहाँ चाहिँ अलिअलि फोहोर छ क्या। यो यस्तो यो खोलहरू फेरि यस्तो फोहोरहरू यस्तो नराम्रो छ नि। सो अब यहाँ हेर्नु न गाई जिल्दा मात्रै सफा गरेको आज यो तासको खोलहरू फेकेर यो गुट्का मदहरू खाएर। अब भन्नु पनि के भन्नु, यति त खाइसकेपछि त अलिक सरसफाइ गर्नु त जानुपर्छ नि त। यहीँ खान्छ यहीँ फ्याँक्छ। सो अब हातले टिपेर यसलाई चाहिँ म आगोमा हाल्छु। सो गाइस आज चाहिँ फाइनली मेरो चाहिँ फुल रोप्ने काम चाहिँ सकिसक्यो। सो अब चाहिँ यतापट्टिको त्यो किचन अगाडि चाहिँ सबै फुलहरू राखिसकेँ होइन। सो अब यता चाहिँ नयाँ किचन बनाउँदैछ। यता चाहिँ कम्प्लिट भएको छैन। यता झ्यालहरू त्यस्तै त्यो अब यसरी नै कम्प्लिट गरेर चलाउनु पर्ने छ। यतापट्टि हाली चाहिँ इक्रा हालिरहेको छ किनभने अब सबै कम्प्लिट भइसकेको छैन। दादा पनि काममा जानुभएको छ, जानुहुन्छ नि त सो सधैँ। अनि त्यही भएर कम्प्लिट गर्नु पाएको छैन गाइस। अब यो कम्प्लिट भइसकेपछि फेरि यताबाट यता आउनुपर्ने हुन्छ। सो हाम्रो चाहिँ त्यहाँमाथि हाम्रो चियाबारीहरू। सो अहिले चाहिँ पानी परेर मौसम चाहिँ यस्तो छ, घाम लाग्दा चाहिँ फेरि यस्तो बबाल देखिन्छ है। यस्तो छ गाइस। अब फेरि हात सात धोएर खाजा खानुपर्ने हुन्छ। सो अब हात सात धुने अनि खाजा खाने कम्प्लिटली यो डढाउनु पर्ने हुन्छ। कम्प्लिटली डढाएर हात सात धुनु पर्ने हुन्छ। हात सात धोएर खाजा खानुपर्ने हुन्छ। सो अब यस्तो खोले सोले पकाउने ठाउँ। अब यसलाई चाहिँ झाडु चाहिँ यस्तो सुकाउनु पर्ने हुन्छ। फोहोरहरू यसरी राखेर राख्नुपर्ने हुन्छ गाइस। अब हात चाहिँ यस्तो छ, खाजा खाने हात चाहिँ यस्तो छ। अब यसलाई धोएर खाजा खानुपर्ने हुन्छ गाइस। हात यस्तो छ।
किसेक अनि गाइस अब हात धुनुपर्ने हुन्छ हात चाहिँ यस्तो सबै यतिको खानु मिलेन अनि त्यसले चाहिँ हात मजाले धुनुपर्ने हुन्छ हात खुट्टा धुनुपर्ने हुन्छ सो लास्ट फोर वर्ष हात चाहिँ धुनुपर्ने चाहिँ भनेर मैले कुरा निकालेर फ्याँकेर खाना खानुहुन्छ खाना पनि सिकिसक्नु भएछ किनभने घरको अर्जिनल साबुन चाहिँ यस्तो हुन्छ है यो चाहिँ कालो साबुन फेरि यसले चाहिँ कहाँ डढेको भाँडा पनि सफा हुन्छ अनि फोहोर कहाँ नभएको पनि सफा हुन्छ यस्तो होस् यस्तो गरेर लो भइसक्यो दुधै लाउनु पर्ने अवस्था यार अलिक पर राख्नु पऱ्यो पानीमा कस्तो लड्यो तिमीले त्यहाँबाट चाहिँ सुगाइस अब हातखुट्टा पनि धोइसकेँ आज चटपटी बनाइदिनु भएछ अब चटपटी खाने अनि बनाउन छ हाल्ने कहाँ भेट्ने भन्ने खाँदैछ सो गाइस अब मेरो माथिको चिसो कपडा छ सो फेर्नुपर्ने हुन्छ फेरेपछि फेरि खाना खाएको भाँडाहरू धुनुपर्ने हुन्छ ससुरा गर्नुपर्ने हुन्छ अनि त्यसपछि त फेरि बेलुकाको नानाले खाना खान पाउँछ खाने अब चाहिँ मेरो काम चाहिँ यति सकिसक्यो सो गाइस मेरो चाहिँ फाइनली काम सक्यो लुगासुगा पनि फेरिसकेँ सो आज दिनभरि के गर्नु पर्ने थियो गरिसकेँ सो सबैजनाले मेरो भिडियो हेरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ माई भिडियो